Hey guys, welcome back to my video र मेरो अर्को भिडियोमा हजुरहरुलाई स्वागत छ। र आज चाहिँ आएको छु म रामनवमी मेला र हेर्न सक्नुहुन्छ गाइस एकदम मान्छेको भिड धेरै भइरहेको छ र म चाहिँ यता हेर्नुहोस् है गाइस कति मान्छे चारैपट्टि मान्छे हुनुहुन्छ है गाइस। र मेला चाहिँ यो हरेक वर्ष रामनवमीमा मेला लाग्छ। मेला चाहिँ कहाँ हो भन्दाखेरि बुढैघाटमा र हेर्न सक्नुहुन्छ गाइस पुरा भिड भइरहेको छ। राति आउँदा चाहिँ अझै धेरै भिड हुन्छ र म चाहिँ अब दिउँसो गएको थिएँ र अलिक भिड कम्ती थियो र राति आउँदा चाहिँ एकदम इन्जोय गर्न सक्नुहुन्छ है गाइस। हजुरहरु पनि अगर रामनवमी मेला हेर्न चाहनुहुन्छ भने चाहिँ आएर एकदम इन्जोय गर्न सक्नुहुन्छ। सबै थोक वस्तुहरू आएको छ र गाइस यता चाहिँ हेर्न सक्नुहुन्छ गरम गरम जिलेबी बुनियाहरू एकदम बनिरहेका छन् है। खुसबु चाहिँ मजा आउँछ है मेलामा घुम्दाखेरि। चाना बनाउने चानाको खुसबु यता चाउ र गाइस यो चकरीमा घुम्न चाहिँ कसलाई डर लाग्छ भन्नुहोस् है गाइस। मलाई चाहिँ एकदम धेरै डर लाग्छ तर यो चाहिँ सानो रहेछ त्यति डर चाहिँ लाग्दैन है गाइस। यति सानामा चाहिँ कति अरू चाहिँ ठुल्ठुला हुन्छ नि त त्यसमा चाहिँ धेरै डर लाग्छ र यो चाहिँ अब दिउँसो हुनाले त्यति मान्छेको भिडहरू पनि छैन है गाइस यसमा चाहिँ। र गाइस यता यो पनि छ है पुरा ब्रेक डान्स के भन्छ नि यसलाई मलाई खै त्यति थाहा पनि छैन तर यसमा चाहिँ मलाई चढ्न एकदम राम्रो लाग्छ है गाइस। यसमा चाहिँ मजा लाग्छ र हेर्न सक्नुहुन्छ यसको पनि फेसिलिटी छ है गाइस। र यता एकदम दाउ कटारी चुलेसीहरू सब किन्न सक्नुहुन्छ। यता चाहिँ सबै मार्केट आइसकेको छ है गाइस। र यता चाहिँ होटलको पनि व्यवस्था छ र खाना खाइरहनु भएको छ। चाउहरू खाना चाहिँ हजुरहरु आएर यहाँ इन्जोय गर्न सक्नुहुन्छ है गाइस। र यता थाल बटुकाहरू यस्तो किन्न पूजाका सामग्रीहरू पनि सबै थोक एभ्रिथिङ वस्तु रहेछ है गाइस। र मेला चाहिँ सानो भन्दा पनि त्यति सानो होइन ठुलो भन्दा पनि ठुलो होइन। मेला चाहिँ एकदम मिडियमको छ र यता चाहिँ घरमा डेकोरेसन गर्नको लागि फुल तापहरू सब किन्न सक्नुहुन्छ है गाइस। र घरलाई एकदम सुन्दर बनाउन सक्नुहुन्छ र हजुरहरु आएर एकखेप हेर्नुहोस् है गाइस एकदम धेरै राम्रो लाग्नेछ। र यी सब किनेर पनि लिएर जानुहोस्। हामीले चाहिँ किनिनौँ है गाइस हजुरहरुलाई चाहिँ देखाउँदैछु भिडियो। र कति राम्रा फुलहरू पनि आएका छन् है गाइस एकदम मजा लाग्छ यहाँ आएर चाहिँ। र यता वाचहरू सबै घडीहरू सबै थोक चस्मा र गाइस यता चाहिँ पुरा विशेष लेडिजको लागि छ है गाइस। र यता हेर्न सक्नुहुन्छ पुरा चुराहरू चेनहरू कानफुलीहरू सब वस्तु छ है गाइस। यहाँ चाहिँ लेडिज मान्छे आउनु भने चाहिँ एकदम धेरै हुनुहुन्छ। र गाइस यता चाहिँ पुरा कपडाहरू पनि भेटिन्छन् है गाइस। र कपडाहरू पनि आएर हजुरले किन्न सक्नुहुनेछ। र कपडाको रेट चाहिँ एकदम धेरै कम्ती लाग्यो मलाई। र हजुरले यता आएर हेरेर लिएर जान सक्नुहुन्छ है गाइस। र कपडा दोकान पनि एकदम धेरै लामो छ र चारैपट्टि मेला छ है गाइस। र मान्छेको मेला पनि हेर्न सक्नुहुन्छ कति भिड भइरहेको छ। दिउँसो पनि यति भिड हुने राति त झन् कस्तो भिड हुन्छ हजुरहरूले हेरेर थाहा नै पाइसक्नुभयो होला। र हेर्न सक्नुहुन्छ गाइस चारैपट्टि मेला र मेलामा आउँदाखेरि भिन्दै एउटा छुट्टो मजा आउँछ है गाइस। र हजुरहरू पनि एकपल्ट आएर इन्जोय गर्नुहोस्। वर्ष दिनमा एकखेप आउँछ। र यता